नमस्कार साथीहरू। आज भनेको बालन शाहको नयाँ मन्त्रीमण्डललाई सम्पूर्ण मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना। अहिले बनेका नवनियुक्त गृहमन्त्रीको कुरा सुन्नुहोस् यो भिडियोमा। म कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, दिन तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, यो हेक्का राख्नु, कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर मान्छ हार्छौँ हामीले। जसले यो बच्चाहरूलाई ताकी गोली हालेछ त्यसै गरी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस्, म खाल्डो खनेर भाग निकाल्छु। एकजनालाई छोड्दिन म छोड्नको लागि म मर्नुपर्छ। म कसैलाई छोड्दिन। एक थोपा रगतको म बदला लिन्छु। यिनीहरू गोली हान्ने मान्छेलाई म जिकाउँछु। यो भिडियो हेरिसक्नु पनि भएको थियो होला। सुदर्शन गुरुङले कसैलाई एक छाड्दिन भनेका छन्। अब हेरौँ, भ्रष्टाचारीहरू माटा मुनि गए पनि छोड्दिन भन्ने कुरो भएको छ। अब पुराना भ्रष्टाचारीहरू, त्यसपछि अहिलेको जुन जनजी आन्दोलनमा गोली ताकी हानेर हान्न लगाउनेहरू, यिनीहरूको निद्रा हराम हुने भयो। आधा दिमागले छोडिसक्यो होला। अझ हिजो के भोग्दै थिए हाम्रा बा, चर्चित राष्ट्रिय बा र बाका लट्ठैतहरूको आधा निद हराम भइसक्यो होला। गाह्रो छ यिनीहरूलाई। अझै भागो है, अझै भागो। जय देश, जय घन्टी।